सम्पूर्ण साथीहरु नमस्कार। सिकाइ सहजीकरण साथी युट्युब च्यानलको सर्चकर्तामा म खुद चौलागाई तपाईहरुलाई धेरै स्वागत गर्न चाहन्छु। शिक्षक सेवा आयोग तयारी गरेर बसिरहेका सम्पूर्ण मित्रजनहरु र शिक्षा सेवा आयोग तयार गर्ने शिक्षक मित्रहरुका लागि सिकाइ सहजीकरण साथी युट्युब च्यानलले धेरै कुराहरु पस्किँदै आइरहेको छ। त्यसैको सिलसिलामा आज हामी कक्षा सहजीकरण गर्न गइरहेका छौं। हिजो हामीले शिक्षाका आधुनिक प्रवृत्तिहरु अध्ययन गरेर चाहिँ हामीले चाहिँ सबैका लागि शिक्षाको चाहिँ पहिलो सम्मेलन जो थाइल्यान्डको जोमडिनमा भएको सम्मेलन हामीले चाहिँ अध्ययन गर्यौं भने आज हामी के अध्ययन गर्दै छौं भने हामी शिक्षा सबैका लागि शिक्षा एजुकेसन फर अल को दोस्रो सम्मेलन कहाँ भयो, उले चाहिँ के कार्य ल्यायो, कुन कार्य र कार्ययोजना बनायो र नेपालले कुन कार्ययोजनालाई चाहिँ अवलम्बन गर्यो र लागू गर्यो भन्ने कुरालाई हामी सहजीकरण गर्न गइरहेका छौं। त्यसैको सिलसिलामा आज हामी सबैका लागि शिक्षाको आधुनिक प्रवृत्तिमा चाहिँ सबैको लागि शिक्षाको आधुनिक प्रवृत्तिमा शिक्षाको आधुनिक प्रवृत्तिमा चाहिँ हामीले सबैका लागि शिक्षा सबैका लागि शिक्षा एजुकेसन फर अल को हामीले हिजो यो कसरी चाहिँ स्थापना भयो, कुन सम्मेलनबाट आयो भन्ने कुरालाई हामीले सहजीकरण गरिसकेका छौं र त्यसैको सिलसिलामा आज हामी सबैका लागि शिक्षाको दोस्रो सम्मेलन अथवा बैठक चाहिँ कहिले भयो भन्ने कुरा हामी पढ्छौं। यो बैठक चाहिँ कहिले भयो भन्ने कुरामा हामी के जान्छौं भने कहिले भन्ने कुरामा चाहिँ सन् 2006 हैन सन् 2006 अप्रिलको 26 देखि 28 सम्म चाहिँ 26 मा चाहिँ यो दोस्रो सम्मेलन भयो। कहाँ भयो भन्ने कुरामा चाहिँ सेनेगलको डकारमा भयो। डकार है, सेनेगलको केमा भयो भने डकारमा चाहिँ डकार सम्मेलन है। थाइल्यान्डको जोड ई भन्ने चाहिँ हाम्रो छ, तेस्रो चाहिँ इन्चोनमा भएको छ है। सेनेगलको डकारको सेनेगलमा चाहिँ भयो। भइसकेपछि यसले चाहिँ कार्ययोजना कहिलेसम्मको बनायो भने यसले चाहिँ कार्ययोजना चाहिँ कहिलेसम्मको बनायो भनेपछि यसले कार्ययोजना सन् 2006 देखि 2015 सम्मको यसले चाहिँ 2001 देखि चाहिँ 2015 सम्मको उसले चाहिँ कार्ययोजना बनायो है। यसले चाहिँ कार्ययोजना बनायो। यसले त्यो कार्ययोजना बनाइसकेपछि चाहिँ यो कार्ययोजना बनाइसकेपछि यसले के गर्यो भने कार्ययोजना बनाइसकेपछि यसले कार्ययोजना त बनाइसकेपछि अब के गर्ने त नि भन्ने कुरा यसमा चाहिँ इन्डिकेट कुराहरु छ। कस्तो छ भने यसले के ल्यायो भने कार्ययोजना बनायो। यो कार्ययोजना मध्ये के ल्यायो भने यसले चाहिँ पहिलोमा के ल्यायो भने यसले
यसले के कार्य ल्यायो भने यसले चाहिँ आधारभूत तथा प्राथमिक शिक्षा भन्ने ल्यायो। आधारभूत तथा प्राथमिक शिक्षा 2000 सन् 1994 देखि 2004 सम्मको ल्यायो। आधारभूत तथा प्राथमिक शिक्षा है। आधारभूत तथा प्राथमिक शिक्षा चाहिँ कहिलेसम्म ल्यायो भने यसले चाहिँ सन् 1994 देखि 2004 सम्म हुने चाहिँ आधारभूत तथा प्राथमिक शिक्षा भनेर ल्यायो। ल्याइसकेपछि यसले चाहिँ 1994 देखि 2004 सम्म भनेर ल्यायो। तर यसमा एउटा अर्को के पनि आयो भने आधारभूत तथा प्राथमिक शिक्षा कार्यक्रम दोस्रो पनि आयो। आधारभूत तथा प्राथमिक शिक्षा के भनेर आयो? शिक्षा कार्यक्रम हैन। शिक्षा कार्यक्रम चाहिँ के आयो भने दोस्रो आयो। दोस्रो कतिदेखि कतिसम्म आयो भने सन् 2001 देखि यसलाई बीपीईपी भनेर पनि आयो। बीपीईपी कति कुन सेकेन्ड? बीपीईपी सेकेन्ड भनेर आयो। यो सेकेन्ड भनेर आउनुको कारण के थियो भने आयो यो कतिसम्म भने 2001 देखि 2004 सम्म बन्यो। 2004 सम्म बनेपछि आधारभूत तथा प्राथमिक शिक्षा यो चाहिँ के आयो भने अघि नै आयो के। यो अघि नै जन्मियो। यो कहिले जन्मियो? अघि नै आयो। यो भन्दा अघि नै आयो। आइसकेपछि 1994 देखि 2004 सम्म 94 देखि 2004 सम्म भनेकोमा चाहिँ यो चाहिँ 94 मा आयो हैन। तर 2001 सम्म मात्रै त्यो चाहिँ रह्यो। 2001 मा फेरि के भनेर आयो भने आधारभूत तथा प्राथमिक शिक्षा कार्यक्रम बीपीईपी 2001 बाट लागू भयो। यसै भित्रबाट यो अगाडि नै आयो। यो कोही आयो? पछाडि आयो। यो पछाडि त्यसैमा थपेर आयो है। अनि त्यसपछि अर्को के आयो भने 2 मा चाहिँ के आयो भने सबैका लागि शिक्षा। अनि यसैले ल्यायो के आयो भने सबैका लागि शिक्षा भनेर आयो। सबैका लागि शिक्षा भनेर के आयो भने सबैका लागि शिक्षा सन् कतिमा आयो भने 2004 बाट फेरि 2009 सम्म आयो। 2009 सम्म चाहिँ सबैका लागि शिक्षा भन्ने पनि आयो। हामीले बुझ्नुपर्ने कुरा के छ भने सबैका लागि शिक्षा एजुकेसन फर अलको दोस्रो सम्मेलन बैठक चाहिँ कहाँ बस्यो? कहिले भयो? 2006 अप्रिल 26 देखि 28 सम्म चाहिँ सेनेगलको डकारमा भयो। र उसले के कतिसम्मको लागि कार्ययोजना बनायो भने उसले चाहिँ 2001 देखि 2015 सम्मको लागि बनायो। त्यसमध्ये उसले के ल्यायो भने विभिन्न कार्यक्रमहरू ल्यायो। पहिला त्यसले के ल्यायो भने आधारभूत तथा प्राथमिक शिक्षा कार्यक्रम 1994 अघि नै आयो भनेपछि कार्ययोजना बन्नुभन्दा पनि अगाडि आयो। 2001 मा त्यो बनेको छ, अघि नै आयो। आइसकेपछि तर यसले पछि के भयो? विस्तारित रूपमा लिँदै गएर कार्यक्रम थप्दै गयो कि आइसकेपछि यो अघि नै जन्मियो। यो भन्दा पनि अघि 2001 भनेपछि 94 मै कार्ययोजना भन्नुभन्दा अगाडि जन्मियो भनेपछि सबैका लागि शिक्षा 1960 मा चाहिँ कराची सम्मेलन पछि पछि चाहिँ त्यो विकास हुँदै चाहिँ भयो। 1990 मा चाहिँ हैन मार्चको चाहिँ 5 देखि 9 मा त्यो बनिसकेपछि 90 भनेपछि 94 मा यो बन्यो। 90 भइसक्यो। त्यो जो पहिले नै यसलाई चाहिँ जन्माइसकेको थियो र पछि कार्यक्रम के भयो? थपिँदै गइसकेपछि के भयो भने अनि सबैका लागि शिक्षा सन् 2004 सबैका लागि शिक्षा पनि सबैका लागि त शिक्षा हो तर सबैका लागि शिक्षा भनेर पनि अर्को यसले नै है। अब हामीले यो गर्दै सबैका लागि शिक्षा सन् 2004 देखि 9 कुन बैठकदेखि भयो भन्यो भने हामी चाहिँ 6 को दोस्रो सम्मेलनमा भयो हैन भनेर भन्न सक्छौं।
भन्न सक्छौँ है। अनि त्यसपछि यसले अर्को केही पनि जन्मायो भने विद्यालय क्षेत्र सुधार योजना, विद्यालय क्षेत्र सुधार योजना पनि जन्मायो। यो चाहिँ के जन्मायो भने विद्यालय क्षेत्र सुधार योजना है। विद्यालय क्षेत्र सुधार योजना कसले ल्याएको? क्षेत्र सुधार योजना, विद्यालय क्षेत्र सुधार योजना जसलाई के भनिन्छ भने स्कुल एसएसआरपी भनेर भनिन्छ। यो एसएसआरपी पनि कसले ल्यायो भने यो एसएसआरपी कसले ल्यायो सन् 2009 देखि, यो सन् 2009 देखि चाहिँ 2015 सम्मको हो। 2015 सनमा चाहिँ यतिसम्मको यो पनि कसले ल्यायो भने सबैका लागि शिक्षा एजुकेसन फर अल दोस्रो सम्मेलन कुनले ल्यायो? सेनिगल टकारले ल्याएको हो। यो चाहिँ कसले ल्यायो भनेर चाहिँ सेनिगल टकारले ल्यायो। 4 देखि 9 कसले ल्यायो? यो पनि दोस्रो सम्मेलन सेनिगल टकारले ल्यायो है। अब यसमा चाहिँ घुम्न सकिने कुरा के छ भने कसले ल्यायो भनेर हाल्न सकिने कुरा छ। 4 देखि 9 हाल्न बित्तिकै यो अघिल्लो जुम्डेले ल्यायो भन्न त मिलेन, त्यो चाहिँ बुझ्नुपर्ने हुन्छ हामीले। अनि सबैका लागि शिक्षा राष्ट्रिय कार्य योजनाले जन्मायो। यी तीनैलाई कसले जन्मायो भने सबैका लागि शिक्षा दोस्रो राष्ट्रिय कार्य योजनाले जन्मायो। कसलाई? आधारभूत यो अघि नै जन्मियो। यो चाहिँ के जन्मियो? अघि नै जन्मेको हो। यो अघि नै जन्मियो अथवा भयो है। त्यसपछि यो देखि यो कोले जन्मायो? यो तीनटा कोले जन्मायो भनेर भन्यो भने कसले जन्मायो? यो तीनटा कोले जन्मायो भनेपछि सबैका लागि शिक्षा राष्ट्रिय कार्य योजनाले जन्मायो। यो तीनैलाई कसले जन्मायो भने सबैका लागि शिक्षा राष्ट्रिय कार्य योजनाले जन्मायो। सबैका लागि शिक्षा राष्ट्रिय कार्य योजनाले यिनीहरूलाई जन्मायो भनेर हामीले चाहिँ बुझ्न पर्ने हुन्छ है। यसरी बुझ्न पर्ने हुन्छ। तपाईहरुले अब यो कन्ठ गर्नका लागि आफ्नो फर्मुला बनाउन सक्नुहुन्छ है। यिनीहरूलाई जो चाहिँ हामीले यस्तो कुरालाई हामीले चाहिँ कहाँ भयो? दोस्रो सम्मेलन चाहिँ कहाँ भयो? दोस्रो सम्मेलन 2006 अप्रिल 26 देखि 28 मा भयो। डकारको सेनेगलमा भयो। यसले चाहिँ 1 देखि 15 सम्म कार्ययोजना तयारी गर्यो। यसले आधारभूत प्राथमिक शिक्षा सन् 1994 देखि 2004 सम्म ल्यायो। त्यसमध्ये चाहिँ आधारभूत तथा प्राथमिक शिक्षा कार्यक्रम बीपीपी सेकेन्ड ल्यायो र सेकेन्ड चाहिँ 1 देखि 4 सम्म ल्यायो र सबैका लागि शिक्षा को ल्यायो 4 देखि, त्यसपछि लगातार 4 देखि 9 यो ल्यायो र अनि विद्यालय क्षेत्र सुधार एसएसआरपी कसले जन्मायो भने पनि सबैका लागि शिक्षा दोस्रो सम्मेलन सेनिगल टकारले जन्मायो भनेर हामीले चाहिँ यति कुराहरू बुझ्नुपर्छ। र अघिल्लोमा चाहिँ त्यसले कार्ययोजना मात्रै बनायो, सबैका लागि शिक्षा हैन, कार्ययोजना मात्रै बनायो। कार्ययोजना बनाइसकेपछि यो कुराहरू ल्याएन, कार्ययोजनामा मात्रै त्यो सीमित रह्यो। तर दोस्रोले चाहिँ यो ल्यायो भनेर हामीले बुझ्नुपर्ने हुन्छ। अब यसलाई मेटेँ। अब हेर्नुहोस्, अब यसले चाहिँ के गर्यो, अरु के गर्यो भन्ने कुरा हामी प्रष्ट रूपमा हामी चाहिँ अध्ययन गर्छौं है। प्रष्ट रूपमा अध्ययन गर्नका लागि यसको नारा के थियो त? यसको दोस्रो सम्मेलनको नारा के थियो भने यसको दोस्रो सम्मेलनको नारा दोस्रो सम्मेलन सन् 2006 अप्रिल 26 देखि 28 को नारा के थियो भने नारा के थियो भनेपछि सबैका लागि शिक्षा हाम्रो सामूहिक प्रतिबद्धता हैन। सबैका लागि शिक्षा, सबैका लागि शिक्षा हाम्रो प्रतिबद्धता, सबैका लागि शिक्षा हाम्रो प्रतिबद्धता भन्ने नारा थियो। यसमा कतिवटा देश सहभागी भए? 184 सहभागी देश
सहभागी देश कति भए? सहभागी देश चाहिँ 184 वटा देश सहभागी भए हैन। 100 सहभागी मध्ये 84 देश मध्ये अनि 164 के थिए भने 164 चाहिँ सरकारी प्रतिनिधि थिए, सरकारी प्रतिनिधि अथवा सरकार प्रमुख है प्रतिनिधि थिए। 20 के थिए? 20 चाहिँ के थिए भने सङ्घ संस्था, बोली गैर सरकारी संस्था, मुलुकका गई सहसंस्था थिए, गैर सरकारी संस्था थिए है। जम्मा चाहिँ 164 देशकाले 1100 वटा सहभागी थिए। 164 देशका कतिवटा? 1100 वटा के थिए? सहभागी थिए है। 11 सहभागी थिए। प्रतिबद्धता कतिवटा भयो भने यहाँ 3 वटा प्रतिबद्धता कतिवटा? 3 टा प्रतिबद्धता भयो। 3 टा प्रतिबद्धता भइसकेपछि अनि रणनीति कतिवटा भने 12 वटा रणनीति। रणनीति कतिवटा भन्यो भने त्यहाँ 12 वटा रणनीति भने 184 देश, 184 देशमा 164 वटा सरकार प्रमुख, सरकारी प्रतिनिधि र 20 वटा चाहिँ गैर सरकारी संस्थाहरू, मुलुकका चाहिँ गैर सरकारी संस्थाहरू पनि सहभागी भए। र त्यहाँ सहभागी कति? जम्मै सहभागी 1100 वटा थिए, 1100 थिए। प्रतिबद्धता 3 टा प्रतिबद्धता जनाइयो त्यहाँ प्रतिबद्धता र 3 वटा प्रतिबद्धताहरू चाहिँ 3 टा हैन, प्रतिबद्धता चाहिँ 21 वटा प्रतिबद्धता भयो। 21 वटा प्रतिबद्धता भनेर रणनीति 12 ठ्याक्कै उल्टाइदिनुस् यो बुझिन्छ। प्रतिबद्धता 12, रणनीति 12, प्रतिबद्धता 21 वटा थिए है। अनि यसमा के भन्यो भने यसमा चाहिँ सन् 2000 मा 11 करोड 30 लाख बालबालिका सोमध्ये 60% छात्र विद्यालय बाहिर रहेका भनेर भन्यो है। यसले के भन्यो भने सन् 2000 सम्ममा चाहिँ 11 करोड 30 लाख बालबालिका के भने सन् 2000 सम्म चाहिँ 11 करोड 30 लाख बालबालिका सोमध्ये 60% छात्र विद्यालयमा। यति लाख विद्यार्थी बालबालिका मध्ये कति बाहिर भन्यो भने सोमध्ये 60% छात्रा 60% छात्रा चाहिँ के छात्रालाई चाहिँ के भन्यो विद्यालय बाहिर छन् भनेर भन्यो। विद्यालय बाहिर रहेका छन् भनेर यसले भन्यो है। अनि 88 करोड मिलियन निरक्षर रहेका भनेर भन्यो। 88 करोड अथवा 880 मिलियन भन्छ है, अथवा 880 मिलियन चाहिँ के रहेका भनिन्छ भने निरक्षर रहेका, साक्षर नरहेका, निरक्षर रहेका, यतिहरू निरक्षर रहेका छन् भनेका छन्। अनि 8 मिलियन अनि यसका लागि यिनीहरूलाई साक्षर गर्नका लागि कति हो भने $8 मिलियन 8 मिलियन डलर चाहिँ डलर के गर्ने आर्थिक भार पर्ने, के गर्न आर्थिक भार पर्ने भनेको छ। के गर्न साक्षर गर्नका लागि है, साक्षरमा चाहिँ शिक्षणमा चाहिँ जोड दिनका लागि भार पर्ने भनेर चाहिँ भन्यो। यति भनिसकेपछि के भयो भने यति भन्यो। अनि यसको सहयोग सचिवालयको रूपमा युनेस्को थियो हैन। यसको सचिवालयको थियो भने सन् 2000 सम्ममा चाहिँ 11 करोड 30 लाख बालबालिका मध्ये 60% छात्र चाहिँ विद्यालय बाहिर नै रहेका छन्। दोस्रो सम्मेलनले भनेको 88 करोड अथवा 880 मिलियन चाहिँ निरक्षर, यति मिलियन चाहिँ निरक्षर छन्, करोड मानिस चाहिँ बालबालिकाहरू त के छन् विश्वमा निरक्षर रहेका छन्। 8 मिलियन डलर त्यो पुरै बालबालिकालाई साक्षर गर्नका लागि पनि
8 मिलियन डलर आर्थिक भार थपिन जान पर्नेछ भनेर उले चाहिँ भन्यो। अनि यसको सचिवालयको रूपमा चाहिँ के थियो, को थियो भने युनेस्को नै थियो भने आयोजक विश्व शिक्षा मञ्च नै थियो। यो बुझ्नुपर्ने हुन्छ। आयोजक को थियो, यसको चाहिँ सचिवालयको रूपमा चाहिँ सचिवालय, यसको सचिवालय चाहिँ के थियो भने युनेस्को नै थियो, युनेस्को नै थियो भने। अनि यसको चाहिँ आयोजक को थियो भने आयोजक चाहिँ विश्व शिक्षा मञ्च नै थियो। विश्व शिक्षा मञ्च नै के थियो, आयोजक थियो है। अनि कार्यक्रम समन्वय र प्रगति प्रतिवेदन तयार युनेस्को भूमिका थियो। अनि युनेस्कोले के पनि गर्थ्यो भने युनेस्कोले प्रतिवेदन, प्रगति र समन्वय प्रगति कार्यक्रम समन्वय गर्ने, समन्वय र प्रगतिको समीक्षा कसले गर्थ्यो, प्रगतिको प्रतिवेदन चाहिँ कसले गर्थ्यो भने प्रतिवेदन युनेस्कोले नै गर्थ्यो है। प्रतिवेदनको जिम्मेवारी कसलाई थियो, युनेस्कोलाई नै थियो भनेर हामी बुझ्नुपर्ने हुन्छ। यति कुराहरू त हामीले बुझ्नै पर्ने हुन्छ एकदम। सबैका लागि शिक्षा दोस्रो सम्मेलन अथवा बैठक 2006 अप्रिल 26 देखि 28 सम्म सेनेगलको राजधानी डकारमा भइसकेपछि हैन, त्यहाँ चाहिँ सहभागी देशहरुदेखि 84 भए हैन। उनीहरूले सबैका लागि शिक्षा हाम्रो प्रतिबद्धता भन्ने कुरालाई चाहिँ उल्लेख गरे। 1100 सहभागी थिए, 64 देशका सरकारी प्रतिनिधि थिए, 20 गैर सरकारी संस्था थिए। 2000 सम्म चाहिँ 11 करोड 30 लाख बालबालिकाहरू मध्ये 60% छात्र विद्यालय बाहिर छन्। त्यसका लागि चाहिँ 88 करोड अथवा 808 मिलियन निरक्षर रहेका छन्। तिनीहरूलाई नै साक्षर गर्नका लागि करिब 8 मिलियन डलर आवश्यक आर्थिक भार पर्न सक्छ भनेर चाहिँ दोस्रो सम्मेलनले भन्यो। दोस्रो सम्मेलनले चाहिँ के ल्यायो भने अनि दोस्रो सम्मेलनले चाहिँ 1 देखि 2015 सम्मका लागि कार्यक्रम तय गर्यो र अहिले चाहिँ आधारभूत तथा प्राथमिक शिक्षा कार्यक्रम ल्यायो। आधारभूत तथा प्राथमिक शिक्षा कार्यक्रम सन् 1994 देखि 2004 सम्म भनेर ल्याइसकेपछि त्यो अघि नै जन्मेको थियो र त्यसले पछि चाहिँ के भयो भने बीपीईपी लाई थपिदियो। बीपीईपी लाई थप्यो। बीपीईपी थपेपछि सन् 2004 सम्म चाहिँ बीपीईपी लाई थप्यो। थपिसकेपछि त्यसपछि सबैका लागि शिक्षा कार्यक्रम आयो र एसएसआरपी पनि त्यसैमा आयो भन्ने हामीले बुझ्नुपर्छ है। अब हामी यसको थोरै अरु थप कुराहरूले पढ्छौं। दोस्रो सम्मेलन डकार कार्य ढाँचाको लक्ष्यहरू के थिए भने लक्ष्यहरू 6 वटा लक्ष्यहरू थिए। यसका लक्ष्य के थिए? दोस्रो सम्मेलन 2006 का चाहिँ लक्ष्य कति थिए भने अब मैले यसलाई फेरि मेटे। लक्ष्य कतिवटा थिए भने 6 वटा लक्ष्य थिए। 6 वटा लक्ष्य के हुन् त भन्ने कुरा हामी बुझ्दै जान्छौं। 6 वटा लक्ष्य के थिए भने 6 वटा लक्ष्यले कतिवटा राखेको थियो भने 6 वटा लक्ष्य राखेको थियो। लक्ष्यमा के थियो भने पूर्व बाल्य अवस्था कम उमेरका बालबालिकालाई हेरचाह गर्ने र शिक्षामा व्यापक विस्तार गर्ने। पूर्व बाल्य अवस्था भने कम उमेरका है। पूर्व बाल्य अवस्थाका लागि के गर्ने भनेको थियो भने यसले हेरचाह र शिक्षामा व्यापक विस्तार। हेरचाह र व्यापक विस्तार गर्ने भनेको थियो हैन। बालबालिकाको हेरचाह गर्ने र व्यापक विस्तार गर्ने। हेरचाह र शिक्षामा व्यापक विस्तार है। हेरचाह र शिक्षामा व्यापक विस्तार गर्ने भनेर भन्यो। अनि अर्को के भन्यो भने यसले चाहिँ अर्को के भनेको थियो भने गुणस्तर निशुल्क तथा अनिवार्य प्राथमिक शिक्षामा पहुँचको सुनिश्चित। गुणस्तर तथा सबैका लागि है। गुणस्तर कायम गर्ने, त्यसपछि निशुल्क
निशुल्क गुणस्तर दिने सबैका लागि निशुल्क गुणस्तर अनिवार्य प्राथमिक शिक्षा अनिवार्य के गरेको थियो अनिवार्य प्राथमिक शिक्षा पनि दिने भन्ने गर्यो र तेस्रो नम्बरमा के भन्यो भने सबै युवा वयस्कको सबै युवा अथवा वयस्कको शिक्षाको आवश्यकता परिपूर्ति सुनिश्चित प्रदान गर्ने सबै युवा र वयस्कको शिक्षा है युवा र वयस्कको आवश्यकताको शिक्षाको आवश्यकता वयस्कको शिक्षाको के आवश्यकता शिक्षाको आवश्यकता छ कि छैन त आवश्यकता पूर्तिको सुनिश्चित पूर्ति सुनिश्चित गर्ने भनेर चाहिँ भनेको थियो है अनि प्रौढ साक्षरता सुधार गर्ने प्रौढ साक्षरता पनि सुधार गर्ने हैन त्यसपछि लैंगिक के गर्ने लैंगिक विभेद हटाउने है लैंगिक विभेद हटाउने पनि भनेर भनेको थियो सन् 2005 सम्ममा चाहिँ सामाजिक आर्थिक राजनीतिक शिक्षामा लैंगिक विभेद अन्त्य गर्ने हटाउने कहिलेसम्म सन् 2015 सम्म चाहिँ भनेर भनेको थियो अनि अर्को के थियो भने 6 मा चाहिँ शैक्षिक गुणस्तरका सम्पूर्ण पक्षहरुमा सुधार शैक्षिक गुणस्तरका सम्पूर्ण पक्षमा सुधार सम्पूर्ण पक्षमा के गर्ने भनेको थियो सुधार पनि गर्ने भनेर ल्याएको थियो हैन पूर्व बाल्य अवस्थाका बच्चाहरूले कम उमेर अथवा पूर्व बाल्य अवस्थाका बच्चाहरूले हेरचाह गर्ने र शिक्षामा तिनीहरूको शिक्षामा सुधार गर्ने गुणस्तर निशुल्क अनिवार्य प्राथमिक शिक्षाको व्यवस्था गर्ने युवा र वयस्कको शिक्षाको आवश्यकता के छ त युवा र वयस्कमा त्यसको परिपूर्तिको सुनिश्चित गर्ने युवाले कस्तो दिने वयस्कलाई कस्तो दिने अनि प्रौढ साक्षरता सुधार गर्ने र लैंगिक विभेद 2015 सम्म लैंगिक विभेद राजनीतिक सामाजिक रूपमा चाहिँ विभेद हुने कुराहरूलाई चाहिँ के हटाउने हैन प्राथमिक र माध्यमिक शिक्षामा चाहिँ भनेको छ प्राथमिक र माध्यमिक शिक्षामा केमा प्राथमिक र माध्यमिक केमा माध्यमिक शिक्षामा चाहिँ के गराउने लैंगिक विभेद 2015 सम्ममा हटाउने शैक्षिक गुणस्तरका सम्पूर्ण पक्षमा के गर्ने सुधार गर्ने भनेर 6 वटा लक्ष्य निर्धारण गरेको थियो 6 वटा निर्धारण गरेको थियो भने 5 वटा क्षेत्र चाहिँ यसले चाहिँ गरेको थियो 5 वटा क्षेत्र तोकेको थियो 5 वटा क्षेत्र के तोकेको थियो अनि 5 वटा क्षेत्रमा चाहिँ उसले तोकेको 5 क्षेत्र के तोकेको थियो भने एउटा क्षेत्रमा के थियो भने मानवीय क्षमता एउटामा मानवीय क्षमता दोस्रोमा के थियो भने राजनीतिक क्षमता हैन राजनीतिक क्षमता 3 मा के थियो भने आर्थिक क्षमता आर्थिक 4 मा सुरक्षात्मक है र 5 मा के थियो भने 5 मा सामाजिकता सांस्कृतिक यी 5 वटा क्षेत्र समातेको तोकेको थियो कति त सबैका लागि शिक्षा दोस्रो सम्मेलन सेन्ट डकारले चाहिँ पहिचान गरेका क्षेत्र पहिचान अथवा तोकेका कतिवटा क्षेत्रहरू थिए भन्ने भने 5 वटा तोकेका क्षेत्र के थिए तोकेका मध्येका कुन हो भनेर हाल्न सक्छ अनि हामीले यो के सम्झिन सक्छौं हामी सम्झिनको लागि हामी चाहिँ सासु हैन मारा सासु मारा भनेर हामी सम्झिन सक्छौं सासु मारा
आ अथवा आ सासुमारा, सासुमारा आ भनेर हामी सम्झिन सक्छौँ। सासुमारा भनेको सामाजिक सुरक्षा, सामाजिक र सांस्कृतिक, सुरक्षात्मक, मानवीय र राजनीतिक र आर्थिक हामी यो सम्झिन सक्छौँ है। अनि यो सम्झिँदाखेरि चाहिँ पूर्वबाल्य अवस्थाका लागि हेरचाह गर्ने, हेरचाह कसलाई गर्नुपर्छ? साना बच्चाहरूलाई, पूर्वबाल्य अवस्थालाई र त्यो शिक्षाहरूलाई व्यापक पनि गर्नुपर्छ भनेर सम्झिने। गुणस्तर र निःशुल्क अनिवार्य छ पठाउने शिक्षामा सम्झिने। युवा र वयस्कको शिक्षामा चाहिँ आवश्यकता परिपूर्ति गर्ने, युवा र वयस्क सम्झिनु पर्यो। गुणस्तर र निःशुल्क शिक्षा प्राथमिक शिक्षा सम्झिनु पर्यो। कम उमेरका अथवा बाल्य अवस्थाका बच्चाहरूलाई व्यापक हेरचाह पनि गर्नुपर्छ र शिक्षा पनि दिनुपर्छ। अनि प्रौढ साक्षरता, प्रौढहरूका लागि साक्षर बनाउने लैङ्गिक विविधता 2015 सम्मलाई प्राथमिक र माध्यमिक शिक्षामा शैक्षिक गुणस्तरका कार्यक्रमहरूमा पक्षहरूमा धेरैहरूमा के गर्यो? सुधार गर्दै लैजाने भनेर भन्यो भने उसले चाहिँ कतिवटा क्षेत्र तोक्यो भने उसले चाहिँ पहिचानका क्षेत्र कति तोक्यो? 5वटा तोक्यो। सासुमारा भनेर पहिचानका क्षेत्रलाई हामी यसरी हेर्न सकिन्छ। तपाईँहरूले यो सिकाइ सहजीकरण साथी युट्युब च्यानललाई माया गर्दै जानुहोला। यसमा शिक्षक सेवा आयोग तयारी गरेर बसिरहेका छौँ मित्रजनहरूका लागि। यो तपाईँहरूको लागि एउटा खुराकको रूपमा चाहिँ काम लाग्नेछ भन्ने भन्दै मैले प्रत्येक सधैँ चाहिँ यस्तै कक्षाहरू सहजीकरण भइरहनेछन्, निरन्तर भइरहनेछ। यसमा तपाईँहरूले साथ सपोर्ट गर्नुहोला भन्दै आजका लागि हामी बिदा माग्छौँ। धन्यवाद। थ्याङ्क यू सो मच।